ल आज हामी एउटा सामाजिक सञ्जालको पोस्टलाई हेर्दैछौँ। शीर्षक छ तुरन्तै रोक्नुपर्ने 5 आर्थिक गल्तीहरू। यसमा भएको जानकारी एकदमै राम्रो छ, तर हाम्रो काम भनेको यो राम्रोलाई अझै दमदार कसरी बनाउने भनेर खोज्नु हो। अनि मेरो विचारमा यसको सबैभन्दा ठूलो अवसर भनेको यसले कसलाई सम्बोधन गर्दैछ भन्ने कुरामा छ। ठ्याक्कै, अहिले यो सबैका लागि लेखेको जस्तो देखिन्छ। अनि सबैका लागि लेखेको कुरा कहिलेकाहीँ कसैका लागि पनि विशेष हुँदैन, हैन त? त्यही त, अहिलेको सल्लाह जस्तै बजेट बनाउनुहोस् वा ऋण तिर्नुहोस्, यी एकदमै सामान्य भए। यसले के मान्छ भने पैसाको समस्या सबैको एउटै हुन्छ, तर के त्यस्तो हुन्छ र? भर्खर कलेज सकेको युवा र 2 बच्चाको अभिभावकको चुनौती त आकाश जमिनको फरक हुन्छ नि। हो, तर कसैले भन्ला नि आधारभूत आर्थिक सिद्धान्त त सबैका लागि एउटै हो। दर्शकलाई साँग्रो बनाउँदा धेरै मानिससम्म पुग्ने अवसर गुम्दैन र? राम्रो प्रश्न, तर यसलाई यसरी सोचौँ न। तपाईँ डाक्टर कहाँ जानुभयो र भन्नुभयो मलाई सन्चो छैन, अनि डाक्टरले स्वस्थ खाना खानुहोस् भनेर पठायो। त्यो सल्लाह गलत त होइन, तर त्यो तपाईँको लागि विशेष भएन। तर यदि डाक्टरले तपाईँको रिपोर्ट हेरेर तपाईँको आइरन कम छ त्यसैले पालुङ्गो खानुहोस् भन्यो भने त्यो त तुरुन्तै काम लाग्ने सल्लाह भयो। हो नि, त्यही विशिष्टता हामीले यहाँ ल्याउनु पर्यो। ल त्यसो भए एउटा उदाहरण हेरौँ। मानौ हामी भर्खरै स्नातक गरेका युवाहरूलाई लक्षित गर्दैछौँ। उत्कृष्ट। अब उनीहरूका लागि उच्च ब्याज ऋण भनेको के हो? स्टुडेन्ट लोन होला वा पहिलो क्रेडिट कार्डको बिल। एकदम, त्यो उनीहरूको जीवनको सबैभन्दा ठूलो तनाव हो। त्यसैले हामीले ऋण मात्र भन्नुको सट्टा त्यो क्रेडिट कार्डको बिल जसले तपाईँलाई राति निदाउन दिँदैन जस्तो भाषा प्रयोग गर्न सक्यौं भने त्यसले बढी छुन्छ। अनि त्यो आपतकालीन कोषको कुरा नि, त्यो त उनीहरूलाई त्यति महत्त्वपूर्ण नलाग्न सक्छ, भर्खर कमाउन थालेका हुन्छन्। हो, त्यसैले आपतकालीन कोषलाई हामी स्वतन्त्रता कोष भन्न सक्छौं। स्वतन्त्रता कोष? फ्रिडम फन्ड। यो पैसाले तपाईँलाई मन नपरेको जागिरमा बाँधिएर बस्नुपर्ने बाध्यताबाट मुक्त गर्छ। यदि जागिर छोडेर नयाँ अवसर खोज्नु पर्यो भने यही कोषले तपाईँलाई 6 महिनासम्म बाँच्ने आधार दिन्छ। यो आपतको लागि होइन, अवसरको लागि हो। वाह, यो त पुरै दृष्टिकोण नै बदल्यो। ल अब फ्रिलान्सरहरूको कुरा गरौँ। उनीहरूको आम्दानी त अस्थिर हुन्छ, कहिले धेरै कहिले थोरै। हो, उनीहरूका लागि बजेट बनाउनुहोस् भन्ने सल्लाहले मात्र काम नगर्न सक्छ। एकदम, उनीहरूको लागि बजेट भन्ने शब्द नै तनावपूर्ण हुन सक्छ। त्यसो भए के गर्ने त? बजेट बिना खर्च भन्ने गल्तीलाई अस्थिर आम्दानीको व्यवस्थापन भनेर पुनर्परिभाषित गर्न सकिन्छ। को रूपमा प्रतिशत प्रणाली सिकाउन सकिन्छ। जति पैसा आए पनि 30% कर, 20% बचत, यसरी तुरुन्तै छुट्याउने, बाँकी मात्र खर्च गर्ने। यसले त अनिश्चिततालाई एउटा प्रणालीमा बाँधिदियो। हो नि। अब नयाँ परिवारको कुरा गरौँ। उनीहरूको द्वन्द्व के होला? बच्चाको भविष्य कि आफ्नो अवकाश? ठ्याक्कै। त्यसैले अवकाशका लागि बचत नगर्नु भन्ने बुन्दामा हामीले उनीहरूलाई दोष दिनु भएन। बरु दुवै महत्त्वपूर्ण लक्ष्यबीच सन्तुलन कसरी कायम गर्ने भन्ने कोणबाट कुरा गर्नुपर्छ। ठूलो रकम बचत गर्नुहोस् भन्नुको सट्टा बच्चाको शिक्षा कोषमा 5% र आफ्नो अवकाश कोषमा 5% स्वचालित रूपमा पठाउनुहोस् भन्न सकिन्छ। हो, यसरी दर्शकलाई चिनेपछि हाम्रो सामान्य सल्लाह पनि उनीहरूको जीवनको व्यक्तिगत मार्गदर्शन बन्छ। एकदम। ल, कसका लागि लेख्ने भन्ने त स्पष्ट भयो, तर अब कसरी लेख्ने भन्ने कुरा आउँछ। मलाई यो 5 गल्तीहरू भन्ने सूची आधारित ढाँचा अलिक कमजोर लाग्यो। हो, यो अर्को ठूलो समस्या हो। 5 गल्तीहरू, 7 बानीहरू, यस्ता सूचीहरू जानकारीमूलक त हुन्छन्, तर तिनले पाठकलाई उपदेश दिए जस्तो सुनिन्छ। तिमीले यो गल्ती गरिरहेका छौ भने जस्तो। हो, अनि त्यसले प्रेरित गर्नुको सट्टा हतोत्साहित गर्न सक्छ। त्यही त, यो के नगर्ने भन्नेमा बढी केन्द्रित छ, के गर्ने र कसरी गर्ने भन्नेमा कम। त्यसो भए यसको विकल्प के हुन सक्छ? यी 5 बुदाहरूलाई नछोडिकन अझ आकर्षक संरचनामा कसरी ढाल्ने? एउटा शक्तिशाली तरिका छ यी 5 बुदाहरूलाई छुट्टा छुट्टै गल्तीको रूपमा नहेर्ने, अनि बरु आर्थिक स्वास्थ्य निर्माण गर्ने एउटा यात्राको रूपमा प्रस्तुत गर्ने। म यसलाई आर्थिक जग मोडल भन्छु। आर्थिक जग? रोचक सुनिन्छ, अलि भन्नुस् न। कल्पना गर्नुहोस्, तपाईँ एउटा घर बनाउँदै हुनुहुन्छ। पहिलो चरण के हुन्छ?
जग खन्ने? हो, त्यो भनेको बजेट बनाउनु हो। तपाईको पैसा कहाँबाट आउँछ, कहाँ जान्छ त्यो नक्सा कोर्नु। ठिक छ। दोस्रो चरण प्वालहरू टाल्नु। यो भनेको उच्च ब्याज ऋण तिर्नु हो। तपाईको कमाई ब्याज रूपी प्वालबाट छुइरहेको छ भने बाल्टिन कहिल्यै भरिँदैन। यो प्रगति मन पर्यो। यो त एउटा निर्माण प्रक्रिया जस्तो भयो। त्यसपछि? तेस्रो चरण सुरक्षा पर्खाल बनाउनु। यो आपतकालीन कोष हो। घरलाई आधी बेरीबाट जोगाउनु पर्खाल चाहिन्छ नि? चाहिन्छ। यसले आर्थिक झट्काबाट जोगाउने भयो। हो। अनि चौथो चरण तला थप्नु। अब बल्ल अवकाशका लागि बचत र लगानी गर्ने। जग बलियो छ, प्वाल टालिएको छ, पर्खाल पनि छ। अब ढुक्क भएर सम्पत्ति बढाउने। र अन्तिम चरण? घरको मर्मत सम्भार। यो भनेको भावनात्मक खर्च नियन्त्रण गर्नु हो। यो मनोवैज्ञानिक पक्ष हो। घर जतिसुकै बलियो भए पनि ख्याल राख्नु भएन भने त भत्किन्छ। वाह, यो त गल्तीको सूचीबाट निर्माणको यात्रामा गयो। यसले त पाठकलाई दोषी होइन, आर्किटेक्ट जस्तो महसुस गराउने भयो। हो नि। यो त भयो एउटा तार्किक तरिका। केही कथात्मक तरिका पनि छ? पक्कै पनि। अर्को उपाय हो पहिले र पछिको कथा। मानिसहरू तथ्यभन्दा कथाहरूसँग बढी जोडिन्छन्। एउटा पात्रको प्रयोग गर्ने। एकदम। मानौ पात्रको नाम सृजना हो। पहिलो स्लाइडमा भेट्नुहोस् सृजनालाई। उनी मेहनती छिन्, तर हरेक महिनाको अन्त्यमा उनको ब्याङ्क खाता रित्तो हुन्छ। अनि त्यसपछिका स्लाइडहरूमा उनको यात्रा देखाउने। हो। पहिले सृजनालाई आफ्नो पैसा कहाँ जान्छ थाहै थिएन। त्यसपछि उनले केवल 1 हप्ताको लागि आफ्नो खर्च डायरीमा लेख्न थालिन्। पहिले उनको क्रेडिट कार्डको बिलले उनलाई निदाउन दिँदैन थियो। त्यसपछि उनले सबैभन्दा सानो ऋण पहिले तिर्ने स्नोबल विधि अपनाइन्। यसले त पाठकलाई तुरुन्तै जोड्छ। उनीहरूले सृजनाको ठाउँमा आफूलाई देख्न थाल्छन्। यदि सृजनाले गर्न सक्छिन् भने मैले पनि गर्न सक्छु भन्ने भावना आउँछ। हो, किनभने यसले समस्यालाई व्यक्तिगत बनाउँछ र समाधानलाई सम्भव देखाउँछ। ठिक छ। हामीले कसका लागि बोल्ने र कसरी कथामा बाँध्ने भन्ने थाहा पायौं। तर कथा जतिसुकै राम्रो भए पनि यदि पाठकले त्यो पढेर केही गर्नै सकेन भने के अर्थ? तपाईले एकदम सही ठाउँमा औल्याउनुभयो। तेस्रो र अन्तिम सुधारको क्षेत्र भनेको भाषा र कार्यान्वयन योग्यता नै हो। अहिलेको भाषा रोक्नुहोस् र सुधार्नुहोस् शैलीको छ। अलि आदेश दिए जस्तो कठोर सुनिन्छ। हो, तिमीले गल्ती गरिरहेका छौ भने जस्तो। हामीले शिक्षक जस्तो होइन, साथी जस्तो सुनिनुपर्छ। बरु हामीले तिमी यो क्षमता विकास गर्न सक्छौ वा आफ्नो आर्थिक जीवनलाई एक तह माथि लैजान सक्छौ भन्ने सन्देश दिन सक्छौ। एकदम। सुरुवात शीर्षकहरू परिवर्तन गरेरै गर्न सकिन्छ। जस्तै आपतकालीन कोषलाई व्यवस्था गर्नुको सट्टा आफ्नो आर्थिक ढाल बनाउनुहोस्। यो त सकारात्मक भयो। त्यस्तै उच्च ब्याज ऋण बोक्नुको सट्टा उच्च ब्याजको साङ्ग्रोबाट मुक्त हुनुहोस्। यसले दिने ऊर्जा नै फरक हुन्छ। भाषाको सानो परिवर्तनले पनि मानसिकतामा ठूलो असर पार्छ। अब त्यो सुधारको लागि दिएका सुझावहरूको कुरा गरौँ। एउटा साधारण बजेट बनाउनुहोस् भन्न सजिलो छ, तर गर्न गाह्रो छ। यहाँ हामीले सूक्ष्म कार्यको अवधारणा प्रयोग गर्नुपर्छ। सूक्ष्म कार्य भनेको पाठकलाई पूरै हिमाल चढ्न लगाउने होइन, केवल पहिलो पाइला चाल्न लगाउने। त्यो पाइला यति सजिलो हुनुपर्छ कि उसले नाय भन्नै नसकोस्। बजेटको लागि के हुन सक्छ त्यस्तो पाइला? यो हप्ता पूरा बजेट नबनाउनुहोस्, त्यो ठूलो काम हो। केवल एउटा कुराको खर्च ट्र्याक गर्नुहोस्, जस्तै कफी वा खाजा। हप्ताको अन्त्यमा हेर्नुहोस् तपाईले के पत्ता लगाउनुहुन्छ। यो त गर्न सकिन्छ। यसले त सुरु गर्ने बाधा नै हटाइदिन्छ। हो। अनि भावनात्मक खरिदको लागि सामग्रीमा 24 घण्टा पर्खनुहोस् भन्ने नियम छ, जुन राम्रो हो, तर त्यसलाई अझ सजिलो बनाउन सकिन्छ। कसरी? अर्को पटक केही किन्न मन लाग्दा त्यसलाई अनलाइन कार्टमा राख्नुहोस् र ट्याब बन्द गरिदिनुहोस्। किन्नै पर्छ भन्ने छैन। भोलि एकपटक फेरि हेर्नुहोला। केवल एक क्षणको विश्राम। त्यो सानो दूरीले नै आवेगलाई शान्त पार्न सक्छ। हो नि। ल, अब अवकाश बचतको कुरा गरौँ। सानो योगदानबाट सुरु गर्नुहोस् भन्ने सल्लाह अलि स्पष्ट छ। सानो भनेको कति? त्यसलाई हामी एकदमै ठोस बनाउन सक्छौं। यो महिनाको तलबबाट आफ्नो तलबको केवल
1% अवकाश खातामा स्वतः जाने व्यवस्था मिलाउनुहोस्। केवल 1%? हो, तपाईले त्यो 1% गएको याद पनि गर्नुहुन्न होला, तर यो सुरुवात हो। पछि बढाउन सकिन्छ, तर आज अहिले नै केवल 1%बाट सुरु गर्नुहोस्। यो त यस्तो कदम हो जुन पाठकले यो सामग्री पढेको 10 मिनेटभित्रै पूरा गर्न सक्छ। ठ्याक्कै, र त्यो सानो जितले जुन आत्मविश्वास दिन्छ त्यसले अर्को ठूलो कदम चाल्न प्रेरणा दिन्छ। ल, आजको छलफललाई सारमा हेरौँ न त। हामीले एउटा राम्रो सामग्रीलाई अझै शक्तिशाली बनाउने 3वटा तहमा कुरा गरौँ। पहिलो, दर्शकलाई साँघुरो बनाएर उनीहरूको भाषामा कुरा गर्ने, जसले सल्लाहलाई व्यक्तिगत र सान्दर्भिक बनाउँछ। ठीक हो। दोस्रो, दिक्कलाग्दो सूचीको सट्टा पाठकलाई बाँध्न सक्ने कथात्मक संरचना अपनाउने, जस्तै आर्थिक जग मोडल वा पात्रको यात्रा हो। र तेस्रो, आदेशात्मक भाषाको सट्टा सशक्त बनाउने भाषा प्रयोग गर्ने र तत्काल सुरु गर्न सकिने एकदमै साना र सजिला कदमहरू दिने हो, ताकि पाठकले म यो गर्न सक्छु भन्ने महसुस गरोस्। तपाईको मूल सामग्रीको जग निकै बलियो छ। यी सुझावहरूले त्यो जगमाथि एउटा यस्तो घर बनाउन मद्दत गर्नेछन् जहाँ पाठकहरू आउन, बस्न र केही समय बिताउन चाहन्छन्। र यसले उनीहरूको जीवनमा वास्तविक प्रभाव पार्न सक्छ। हाम्रो विश्वास पनि त्यही हो। यदि तपाईले यी सुझावहरूलाई लागू गरेर सामग्रीलाई परिमार्जन गर्नुभयो भने हामी त्यसको बारेमा फेरि छलफल गर्न र थप प्रतिक्रिया दिन तयार छौं। आफ्नो काम हामीसँग साझा गर्नुभएकोमा धेरै धेरै धन्यवाद।